यो गेट हेर्नुहोस् न, यो गेट यति सेक्योर छ कि न यहाँदेखि भित्र जान गइसक्छ न त्यहाँदेखि बाहिर आउन सक्छ। त्यो गेटको यो तारलाई छ भने करेन्ट लाग्छ, करेन्ट सिस्टम छ। यस्तो टेक्नोलोजी अगाडि गर्छ कि अब यो गेटलाई जुम आउट गरेर हेऱ्यो भने हाम्रो हर्कज्यूले त्यो जेन्जी आन्दोलनमा सिंहदरबारमा त्यो केही भवनहरू जलेको श्रमदानबाट बनाइदिन्छु भन्नुभएको थियो। विगतमा जेन्जी आन्दोलनमा जलेको सिंहदरबारभित्रका भवनहरू मध्ये कुनै एउटा भवनको एउटा सानो हिस्सा श्रम संस्कृति पार्टीलाई बनाउन अनुमति दिनुहोस्। हर्कज्यूलाई केही आपत्ति छैन, श्रमदानबाट जति नै गर्नुहुन्छ, लेबरको कमी छैन। हर्कज्यूलाई टेक्नोलोजीको नाममा जेसीबी चाहिँदैन, ट्र्याक्टर चाहिँदैन, हातै काफी छ। हातले ढुङ्गा उठाउने, फाल्ने, कोदालोले खन्ने, टेक्नोलोजीको नाममा केही चाहिँदैन। झन् बजेट बच जस्तो लाग्छ। अनि हर्कजीले त्यो चमेली मेरो छेउमा आऊ जाडो भयो भन्नु होइन के, त्यसको नाम चमेली नै होइन। चमेली होइन समेली भनेको है हर्क साम्पाङज्यूले। ल अध्यक्षज्यूले समेली किन भन्यो भने यहाँ सुन्नुहोस् है, उहाँ दिदीको नाम चाहिँ समला हो र हर्क साम्पाङज्यूको उहाँ चेली हो। उहाँ आफ्नै चेली हुन्छ। उहाँले आफ्नो बहिनीले चाहिँ उहाँले चाहिँ बोलाएको, जस्तै मायाले बोलाइँदैन, आर्यनले आरु भन्नु सकियो होइन, रामले रामु भन्नु सकियो, हो त्यस्तै हो। गर्दाखेरि चमेली भनेको होइन समेली भनेर भनेको नसुनिकन विरोध गरिरहेछ काहीँ नभएका। चमेली रहेछ, हामी पनि के चमेली चमेली भनेको, चमेली नामै हामीले के कानले सुन्दैनौँ। अरे यार त्यसको नाम चमेली भाउस, समेली भाउस, कमेली भाउस, पनेली भाउस, लमेली भाउस, खमेली भाउस, त्यसुकै भाउस, त्यो मतलब भएन के। जुन तरिकाले बोलाउनु भयो नि त्यो हर्क साम्पाङजीले, ए समेली ल जे भयो नि, मेरो चेली हो भन्नुभयो, मेरो बहिनी हो भन्नुभयो। र आफ्नै बहिनीलाई ए बहिनी जाडो भयो मेरो छेउमा बस त भन्ने हो। हजुरहरूको त्यो जातमा चल्छ होला, तर आफ्नै बहिनीलाई जाडो भयो मेरो छेउमा बस नामसँग मतलब भएन हो। त्यो बोल्ने तरिका भनेको तरिका।